के भएर त्यसरी सुधाए आमाले एला कुन पर्ने हो नपिट्नु न ए रिस उठाएपछि के गर्ने कुरीको टामगरीमा राखे मान्छेले कहिले चोर आयो रे कहिले केही भयो रे त्यसरी भन्ने हो त काई नपिट्नु न त दुख्छ के अब दुखे सिधै जानु तपाई अनि कहाँ जानु काम गर्छु उता माथि बाटो छ त्यही बाटो जानु बहिनी छ हो त्यहाँ बहिनी त्यही छ जानु कहाँनिर जानु न त्यही माथि बाटो नाइरे बसिया भन्दिन न त म जय पठाइदिन्छु भन्नु ए बहिनी जय पठाइदिन्छु है हेर्दाखेरि कस्तो भर्खरको देख्छु कि बुढो देख्छु बुढो देखिनुहुन्छ कहाँ भर्खरको देखिनु ल म यस्तो 16 वर्षको जवानी मान्छेले कहाँ बुढो देख्छ यस्तो शुद्धलाई कहाँ 16 वर्षको जवानी देखिनु ओ मकै चोर्यो यहाँ नाइ भाइले के भनेको आफ्नै मकै हो नि ओ मकै चोर्यो भनेको ए भन्ने भारी के भन्ने म त अब छोड्दिन के पक्नु न नपिट्नु न लक्ष्मी भाषी सक्छ नपिट्नु न हेलो नमस्ते म चन्द्र मगर तपाईहरुले हाइलाइटमा देखिसक्नु भएको छ आज कस्तो भिडियो छ भनेर चाहिँ मैले चाहिँ आज एकदमै राम्रो बवाल प्र्याङ्क लिएर आएको छु धेरै पछि तपाईहरुलाई हँसाउनको लागि तपाईहरुलाई मनोरञ्जन दिनको लागि चाहिँ यो भिडियो लिएर आएको छु तपाईले हाइलाइट्समा देखिसक्नु भएको छ यसको फुल वाच गरेर चाहिँ के कस्तो लाग्छ कमेन्ट गर्नु होला अहिलेलाई इन्जोय द भिडियो दर्शकहरु त्यहाँ चाहिँ एउटा दिदी मकै काटिरहनु भएको छ हैन म चाहिँ त्यहाँ गएर चाहिँ त्यो दिदीलाई जिस्काउँछु क्या प्र्याङ्क गर्नु खोज्छु के भन्नु हुँदो रहेछ रियाक्सन कस्तो आउँछ हेर्नु है त अन्तिमसम्म ओ दिदी के गर्नु लाग्नु मकै काट्न लाग्यो गाईले घाँस काट्न लाग्यो मकै काट्नु लाग्यो हजुर ओ मकै चोर्यो यहाँ नाइ भाइले के भनेको आफ्नै मकै हो नि ओ मकै चोर्यो भनेको ला मकै चोर्यो हो के भाइ यो मेरो हजुर छैन आफ्नै मकै हो यो ए तपाईको आफ्नै मकै हो यो मेरो आफ्नै त होइन होला आफ्नै हो ए तपाई आफैले रोप्नु भएको अनि आफैले रोपेको नि मकै त छैन त नि मकै खाएर सकियो गाईले घाँस काट्न लाग्छ ए म त यसो हेर्छु मकै छैन बोट मात्रै देख्छु त मकै खाएर सकियो नि ए कि सबै मकै चोरेर भित्र लैसक्नु भयो जो जस्तो लाग्यो भाइ दिमाग छैन त्यो नकाट्नु न एकछिन कुरा गरौँ न कुरा गर्नु मलाई भन्ने थाहा छैन आफ्नै मकै हो अनि ए मैले त यो त अर्को कोले कमा जस्तो लाग्यो त्यही भएर मकै चोरेको आफ्नै हो आफ्नै हो हजुर आफ्नै हो त्यसो मलाई नि कस्तो मकै खान मन लागेको थियो यसो 1-2 घोगा पाउँछ कि अनि पाउनु त पाउँथ्यो नि भाइ पहिला चोर भनिसक्यो अहिले कहाँबाट दिने चोर भन्ने अनि फेरि अहिले मकै मागेर दिन्छ कसैले तपाईँको आफ्नै जस्तो लागेको थिएन त्यही भएर भने नि मेरो आफ्नै हो त्यसो भए मलाई 1-2 घोगा दिनु न त बाँकी होला त उता उता पाइँदैन अगाडि चोर भने अहिले पाइन्छ मकै पहिला भन्नु पर्थ्यो मैले चोर भनेकै छैन क्या भनेर मकै चोर भने कति छिमेकीले सुनिसके मैले चोर भनेकै छैन तपाईँले त्यही भन्नु पहिला मकै चोर भनेर माथिबाट हेरिरहेछन् मान्छेले आफ्नो मकै पनि काट्नु मिल्दैन भने मैले तपाईँको आफ्नै मकै चोर्यो भनेको क्या अरूको होइन र मलाई दुईटा घोगा दिनु त झन्नै लडेन तपाईँले सरापेर मिल्दैन मकै छैन सबै खाइसक्यो कस्तो लोभी दिदी रहेछ छ्या चोर भनेपछि त लोभी हुनु परिहाल्यो सकियो छैन हेर्नु न यता 2टा घोगा दिनु क्या 2टा घोगामा मलाई पुग्छ अगाउँछु म छैन मकै घोकै छैन कहाँबाट दिनु घोकै एउटै छैन छि कस्तो लोभी दिदी रहेछ चोर भनेपछि त लोभी भइहाल्छ नि चोर ए मैले चोर नभनेमा दिन्थ्यो चोर नभने मैले चोर भनेकै छैन त नि मकै चोर भनेर भनेपछि नत्र एउटा घोगा भयो नि दिन्थे नि मैले नदिने छैन यस्तो छिटोलाई कसले दिन्छ चोर भन्ने आएर अनि अहिले मकै दिन्छ कसैले बसेर कुरा गर्छु है त हुन्छ के कुरा गर्ने फेरि अनि बस्न त मिलिहाल्यो नि मिल्छ बस्न त ए बसेर कुरा गर्नु मन लाग्यो के कुरा गर्नु के अरे मकै नदिने होइन त्यसो भए मकै छैन चोर भनिसकेपछि कहाँबाट मकै दिनु ल त्यसो भए मलाई मकै परेन म चाहिँ खास कुरो अर्कै भन्छु भनेको थिएँ क्या मैले के कुरा हो के अरे म हेर्दाखेरि कस्तो भर्खरको देख्छु कि बुढो देख्छु बुढो देखिनुहुन्छ कहाँ भर्खरको देखिनु ल म यस्तो 16 वर्षको जवानी मान्छेले कहाँ बुढो देख्छ यस्तो शुद्धलाई कहाँ 16 वर्षको जवानी देखिनु हो हेर्नु न म बुढो पनि भइसकेँ होइन मलाई कसैले केटी पनि दिएन बे गर्छु भनेको तपाईँ बहिनी मिलाइदिनु न मेरो बहिनी पनि छैन म मिलाउँदिन छैन मेरो बहिनी छैन कोही छैन मिलाइदिनु म मजाले पाल्छु क्या यसै गरी मकै काट्छ कहाँबाट आउँछ म कहाँ ट्यापेछु त म कपाल काट्छु राम्रो भन्छ नि है मेरो बहिनी छैन
म बुढो जस्तो देख्छु अरे बुढो जस्तो देखिनु म ह्यान्डसम पार्लरमा गएर ह्यान्डसम बन्छु चाउरी साउरी सब हटाउँछु फाउन्डेसन लाउँछु क्या त्यस्तो गरेर तपाईँको बहिनीले मन पर्ने बन्छु मेरो बहिनी पनि छैन म दिन्न बहिनी कोही दिन्न जानु म यहाँ काम गरिरहेको छु मलाई डिस्टर्ब नगर्नु जानु दिन्न तपाईँको बहिनी मैले अघि देखाएको थिएँ क्या छैन बहिनी नदिने नदिने छैन कस्तो तपाईँको ज्वाइँ बन्नु मन लाग्यो क्या मलाई तपाईँ कस्तो मेहनती हुँदो रहेछ तपाईँ जस्तो यस्तोलाई बहिनी दिएर के भन्नु पहिला साथै चोर भन्ने आएर पहिल्यै चोर भन्ने चोरलाई बहिनी दिएर चोर भन्नेलाई बहिनी दिएर फेरि अर्कै चोर दोष लाउनेलाई दिएर के काम हे तेरिका कस्तो त्यस्तो नगर्नु समझदारीमा आउनु न मैले तपाईँलाई चोर भनेकै छैन मेरो बहिनी नै छैन नदिने हे तेरिका मलाई तपाईँको बहिनी कस्तो मन परेको थियो यो भाइले त साह्रै रिस उठायो मलाई म त यो भाइलाई त यो लक्ष्मीले पढ्नु न एकछिन कस्तो कुट्नु खोजेको अनि त म काम गरेर मान्छेले त्यो डिस्टर्ब गरेपछि के गर्नु होइन क्या नरिसाउनु नै नरिसाउनु यहाँ सुन्नु न तपाईँ कस्तो राम्री हुनुहुन्छ म राम्रै छु तपाईँ यति राम्री मान्छेको त बहिनी पनि कति राम्री रहेछ मैले देखेको क्या मेरो बहिनी छैन मैले ज्वाइँ बनाउनु त्यस्तो यो भाइले त साह्रै रिस उठायो हामीले त्यसलाई कुट्नु पर्ने हो नपिट्नु न रिस उठाएपछि के गर्नु कुरो काम गरेमा राखे मान्छेले कहिले चोर आयो अरे कहिले केही भयो अरे त्यसरी भन्ने हो त कहीँ अनि नपिट्नु न त दुख्छ क्या अब दुख्यो सिधै जानु तपाईँ अनि कहाँ जानु काम गर्छु उता माथि बाटो छ त्यही बाटो जानु बहिनी छ हो त्यहाँ बहिनी त्यही छ जानु कहाँनिर छ भन्नु त्यही माथि बाटो नाइर बसिया भनिदिनु न त म ज्वाइँ पठाइदिएको छु भन्नु ए बहिनी ज्वाइँ पठाइदिएको छु है बेला पारेर जानु त्यतै बाटो हुँदैन यहाँ बोलाउनु न कि नै यहाँ आउँदैन के यहाँ बोलाउनु न कि झगडा परिरहेको छ बहिनीको यहाँ बोलाउनु न कि यो भाइले त साह्रै रिस उठायो कुट्नुपर्ने हो आइया मानु न म जिस्केको जिस्केको भए चाहिँ अनि किन त्यसरी भन्नुहुन्छ उच्चार भन्नुहुन्छ बहिनी मिलाइदिनु भन्नुहुन्छ तपाईँ जस्तोलाई बहिनी मिलाउँछ कसैले म जिस्केको क्या यस्तो बुढो हुँदासम्म बिहे गरेर छैन अहिले अन्त बहिनी मिलाइदिनु रे बुढो हुँदा चाहिँ अनि बुढो हुनेले चाहिँ बिहे गर्नु पाउँदैन कहाँ बिहे गर्न पाउँछ बुढोले चाहिँ बिहे गर्दैन बुढोको चाहिँ माया होइन र हुँदैन तपाईँ पनि ल तपाईँको बुढी बहिनीलाई पनि बुढीकनी बनाएर राख्नु त मेरो बहिनीलाई बुढीकनै गरेर राख्छु तपाईँ सबै स्कुललाई दिँदैन सुन्नु न म जस्ट जिस्केको होइन तपाईँलाई चाहिँ के भन्नु हुँदो रहेछ हामी चाहिँ रियाक्सन लिनु लागेको मैले कमेडी भिडियो बनाएको हामीलाई खिचिरहेको छ क्या तपाईँलाई उताबाट खिचिरहेको तपाईँलाई चाहिँ सरी मैले आएर डिस्टर्ब गरेँ चोर भने के भने होइन त्यसको लागि सरी एकचोटि हाई गरिदिनु न त सुन्नु न अब बहिनी दिने होइन त अब त दिन्छु